वेलकम टु बिटिआई टिप्स युट्युब च्यानल। हजुरहरूलाई स्वागत छ। अस्तिसम्म हामी 3वटा क्लास गरिसकेका छौँ। च्याप्टर 1, च्याप्टर 2, च्याप्टर 3। आजको च्याप्टर 4 क्लासमा हजुरहरूलाई सबैलाई स्वागत छ। अस्तिसम्मको क्लासमा पक्कै पनि केही न केही सिक्नुभयो होला भन्ने आशा छ। आज हामी नयाँ टपिक सिक्न गइरहेछौँ। टपिकको नाम रहेछ टु एनेबल एलाउ मल्टी करेन्सिज। भनेको पहिले यसको टपिकको बारेमा बुझौँ। मल्टी करेन्सिज भनेको के हो भनेपछि तपाईँले एकाउन्टिङ फिल्डमा कुनै पनि ठाउँमा यदि काम गर्नुभयो भने त्यहाँ त पर्चेस सेल्स त हुन्छ पक्कै पनि। त्यो पर्चेस सेल्स गर्दाखेरि जहिले पनि हामीले नेपालभित्रै पर्चेस गर्नुपर्छ भनेर त छैन। कहिलेकाहीँ हामीलाई इन्डियाबाट पनि सामान मगाउनु पर्ने हुन्छ होइन, कहिलेकाहीँ जापानबाट पनि मगाउनु पर्ने हुन्छ। भनेपछि त्यो एउटा कन्ट्री बाहेक अरू कन्ट्रीबाट पनि के गर्नुपर्ने हुन्छ, हामीलाई कारोबार गर्नुपर्ने हुन्छ। र त्यस्तो अवस्थामा हामीले के गर्नुपर्छ, सपोजको लागि हामीले इन्डियाबाट सामान मगायो भने हामीलाई त बोर्डर छेउछाउमा नेपाली करेन्सीसम्म चल्छ होला, भित्री इन्डियामा त चल्दैन। त्यहाँनिर हामीलाई त आइसीमै पेमेन्ट गर्नुपर्ने हुन्छ, अथवा जापानबाट अथवा अमेरिकाबाट जुनसुकै देशबाट सामान मगाउनु भयो भने हामीलाई के गर्नुपर्छ, त्यहीको करेन्सीमा हामीलाई पेड गर्नुपर्ने हुन्छ। हो, त्यही हाम्रो नेपाली करेन्सी भनेको हामीले त्यहाँको पैसामा कन्भर्ट गरेर हामीले के गर्नुपर्ने हुन्छ, पेमेन्ट गर्नुपर्ने हुन्छ। त्यो पेमेन्ट गर्ने प्रोसिजरलाई भनेको हामीले के भन्छौँ, मल्टी करेन्सिज। अब फर्दर अगाडि बढौँ। अब त्यसको लागि हामीलाई सुरुमा के गर्नुपर्छ, ट्याली ओपन गर्नुपर्ने हुन्छ। ट्याली अलरेडी हामी यहाँ लगइन गरिसकेको। अब ट्यालीमा के गर्नु पर्यो, सुरुमा फिचर्स अन गर्नु पर्यो। त्यसको लागि के गर्ने, फङ्सन F11 प्रेस गर्ने। त्यसपछि यहाँ नजिक टप अप्सन रहेछ फिचर्स एलाउ मल्टी करेन्सी है, सेकेन्ड नम्बरमा हेर्नु। त्यहाँ त्यसलाई के गर्ने, यस गर्ने। म अलरेडी यस गरिसकेको छु। अब के गर्ने, कन्ट्रोल एले डाइरेक्ट सेभ गर्दा भयो। यति गरिसकेपछि के गर्नु पर्यो, एकाउन्ट इन्फोमा जाने। हामीले थर्ड नम्बरमा हेर्नु त करेन्सिज भनेर अप्सन इनेबल भयो। त्यसमा के गर्ने, इन्टर प्रेस गर्ने। अनि त्यसपछि फेरि इन्टर प्रेस गरिसकेपछि यहाँ चाहिँ के गर्ने, करेन्सी सिम्बल हाल्ने। अब यो अलरेडी म योमा बनेको छ, त्यही भएर म अर्को करेन्सी सिम्बल हाल्दैछु। यहाँ नजिक मैले राखेँ डलर। डलर प्रेस गरेर इन्टर प्रेस गर्दा हेर्नु त लियो है। यसको फर्मल नेम भनेको पुरै नाम हाल्ने, डलर हाल्यो। अनि के गर्ने, यसलाई सेभ गरिदिने भयो, सेभ। अनि ब्याक जाने। अनि त्यसपछि के गर्ने, रेट अफ एक्सचेन्ज गर्ने। रेट अफ एक्सचेन्ज गरेर यहाँ के गर्ने, यहाँ 1 एसटिडी रेटमा 1 राख्ने। त्यसपछि सेलिङ रेटमा भनेको डलर भनेको 149 मैले राखेँ ल। बाइङ भनेको 148 राखेँ। अब यति गरिसकेपछि के गर्ने, हामी सेभ गर्ने। सेभ गरिसकेपछि के गर्ने, स्केप प्रेस गर्ने। अनि भोचरमा जाने। भाउचरमा गइसकेपछि हामीले एउटा क्वेसन टिप्ने ल। क्वेसन कस्तो रहेछ भनेपछि, क्वेसन सुरौँ त। सोल्ड गुड्स अन क्रेडिट टु अमेरिकन फुड प्राइभेट लिमिटेड अफ $954 भनेपछि भनिरहेछ कि अमेरिकन फुड प्राइभेट लिमिटेडलाई हामीले $954 हामी सामान के गरेको छौँ, बेचेको छौँ है। बेचेको छौँ भन्ने बित्तिकै हामीले के सुरुमा भोचर ओपन गर्नु पर्यो, फङ्सन F8 भनेपछि सेल्स भोचर ओपन भयो। हामीले यहाँ चाहिँ बिल नम्बर राख्नुपर्ने हुन्छ, बिल नम्बर राख्ने। त्यसपछि हामीले के गर्ने, एउटा लेजर बनाइदिने। लेजर के बनाउने, अमेरिकन फुड प्राइभेट लिमिटेड। यसको अन्डरमा के हाल्नु पर्यो, हामी सामान बेचिरहेछौँ, त्यही भएर यसको अन्डरमा के हुन्छ, सन्ड्री डेब्टर्स है। अनि यसलाई के गर्ने, सेभ गरिदिने। अब यसलाई हामी के गरिरहेछौँ, सेल गरिरहेछौँ कतिमा, $954 मा। त्यही भएर यसलाई के गर्ने, यहाँ नजिक डलर सिम्बल ल्याउने, थिच्ने। त्यसपछि नम्बर कति छ, कतिमा सेल गरिरहेको छु, 954 मा। अनि इन्टर प्रेस गर्ने। अनि इन्टर प्रेस गर्ने बित्तिकै यहाँ हेर्नु त के भयो, हाम्रो डलर कन्भर्ट भएर नेपाली रुपियाँमा आइसकेको छ। अब यसलाई के गर्ने, इन्टर न्यू रेफरेन्समा हालेर हामीले यहाँ नजिक सेल गरिरहेछौँ भने के हुन्छ, डेबिटमा क्रेडिटमा सेल्स एकाउन्ट।
अब यसलाई के गर्ने, अलरेडी यो पनि कन्भर्ट गरेर आइसक्यो, अब इन्टर गरेर सेभ गर्ने है। यहाँ अब हाम्रो के भयो, प्रक्रिया सबै कम्प्लिट भयो। अब हेर्नु त, मलाई हेर्नु छ डिस्प्लेमा डे बुकमा गएर मैले यहाँनिर चाहिँ के गर्न सक्छु, हेर्न सक्छु अमेरिकन फुड लिमिटेड। यसरी इन्टर प्रेस गरेपछि के भयो, हाम्रो यहाँबाट इन्ट्री पनि सो भयो। हेर्नुभयो त कति सजिलो छ। यसरी के गर्नु सक्नुहुन्छ, तपाईँ कुनै पनि करेन्सीलाई जुन कन्ट्रीबाट तपाईँ सामान मगाउनु भएको छ त्यही कन्ट्रीको करेन्सीमा तपाईँले के गर्नु सक्नुहुन्छ, पेमेन्ट या त सेल गर्न सक्नुहुन्छ। यो टपिकमा हामीले सिक्नुपर्ने भनेको यति हो। अब अर्को टपिकतिर लागौँ। अर्को टपिक रहेछ टु बिल रिसेबल एन्ड पेएबल। यो भनेको हामीले के बुझ्नु पर्यो भने, यो टपिकको बारेमा के हो भने यसको मिनिङ भनेपछि टु बिल रिसेबल एन्ड पेएबल भनेको तपाईँले कुनै पनि सामान सेल गर्दै हुनुहुन्छ भने त्यो सेल गरेको सामान कति दिनको लागि सेल गर्दै हुनुहुन्छ, मानिलियौँ 10 दिनको लागि, 15 दिनको लागि, जति दिनको लागि सेल गर्दै हुनुहुन्छ के गर्ने, जति इन्ट्री जुन सेल गरेको तपाईँले सेल गरेको बिल हुन्छ त्यही बिलमा के गर्ने, कति दिनको लागि सेल गर्दैछु त्यो त्यति डेज लेखिदिने है त। ल यो चाहिँ कसरी गर्ने भनेर यसको फर्दर अगाडि बढौँ। यसको लागि पनि हामीले के गर्नु पर्यो, सुरुमा फङ्सन फिचर्समा गएर यहाँ नजिक फिचर्स इनेबल गर्नु पर्यो। यसलाई के गर्नु पर्यो, कुन फिचर्स अन गर्नु पर्यो, मेन्टेन बिल वाइज डिटेल्स है। यो अलरेडी यस छ, यसलाई मैले यतिकै छोडिदिएँ। अब के गर्नुपर्छ, हामीले एउटा लेजर क्रिएट गर्नुपर्ने हुन्छ है। एकाउन्ट इन्फोमा जाने, हामी एउटा के गर्ने, लेजर यसरी सिलेक्ट गर्ने, लेजर के गर्ने क्रिएट गरिदिने। सपोजको लागि मैले कसको बनाएँ, एउटा रोहितको लेजर क्रिएट गरेँ। सामान हामीले बेच्दैछौँ यहाँ नजिक, त्यही भएर के भन्छ सन्ड्री डेप्टर। र अलरेडी एउटा मैले क्रिएट गरिसकेँ लेजर। त्यसपछि के गर्ने, भोचरमा जाने, सेल्समा जाने, एउटा बिल नम्बर मैले हालेँ है। बिल नम्बर हालिसकेपछि मैले के गरेँ, अघि बनाएको मैले लेजर सिलेक्ट गरेँ, रोहितको थियो त्यही भएर मैले के सिलेक्ट गरेँ, रोहित सिलेक्ट गरेँ है, रोहित सिलेक्ट गरेँ। अब मैले यसलाई कतिको सामान बेचिरहेको छु, ल मानिलौँ मैले 2000 को सामान बेचिरहेको छु। न्यू रेफरेन्स, अब यहाँ नजिक हेर्नु त के लेखिरहेको छ, ड्यू डेट अफ क्रेडिट डेज भनेपछि उधारो दिन कति दिनको लागि हामीले यो यसको सामान हामी यसलाई बेचिरहेको छौँ। मानिलौँ कति दिनको लागि बेचिरहेको छु, 10 दिनको लागि। त यसमा के गरेँ मैले 10 डेज इन्टर गरेँ। अब यहाँ हेर्नु त तलमा 10 डेजको तलमा के गरिरहेछ, 12 अप्रिलदेखि यसले क्यालकुलेट गर्छ कि कति दिन बढी भयो, तोकेको दिनभन्दा बढी कति दिन भयो भनेर यसले के गर्छ, क्यालकुलेट गर्छ। यति गरिसकेपछि के हामी गर्ने, सेल्स एकाउन्ट र यसलाई हामीले डेट चेन्ज गर्नु पर्यो भने डेट चेन्ज गरिदिने है। डेट मैले कति राखिदिएँ, 1 अप्रिल। अब यति गरिसकेपछि के गर्ने, हामीले सेभ गरिदिने। सेभ गरिसकेपछि अब के गर्ने, डिस्प्लेमा जानु पर्यो, हेर्नु पर्यो है। डिस्प्लेमा जाने, स्टेटमेन्ट अफ एकाउन्टमा जाने, आउटस्ट्यान्डिङमा जाने अनि रिसेबलमा जाने। अब यहाँ नजिक हेर्नु है, यहाँ नजिक रोहित भनेर देखाइदियो है, दुईटा देखाइदियो अलरेडी। एउटा हामीले अहिलेको, एउटा पहिलाको पनि हामीले अलरेडी यहाँ नजिक इन्ट्री गरेको थियौँ त्यही भएर एउटा देखायो। अब हाम्रो भनेको 1 अप्रिल हो। सपोज यहाँ नजिक मैले के गरेँ, डेट चेन्ज गरेँ, डेट चेन्ज गरेँ कतिदेखि कति, सपोजको लागि मैले 1 अप्रिलमा मैले उसलाई सामान बेचेको थियो, अहिले भनेको मे चलिरहेछ। मैले अप्रिलदेखि लिएर मेसम्मको कति कुन कुन सामान कसलाई कति दिनको लागि बेचेको छु भनेर हेर्नु छ भने मैले के गरेँ, डेट मैले हालेँ। इन्टर प्रेस गरिसकेपछि यहाँ हेर्नु त, यहाँ नजिक के देखायो, रोहितको ओभरड्यू डेज भनेको कति हालि देखाइरहेछ, 20 दिन। भनेपछि मैले उसलाई 10 दिनको लागि सामान बेचेको थिएँ र अहिले भनेको 1 महिना पुग्दा कति दिन बढी भयो भनेर मैले कसरी हेरेँ, यसरी आउटस्ट्यान्डिङमा गएर बिल रिसेबलमा मैले यसरी इन्टर प्रेस गरेपछि यहाँ देखाइदियो 1 महिनामा भनेपछि 10 दिनको लागि सामान बेचेको थिएँ,
अहिले भनेको कति दिन बढी भयो? 20 दिन बढी भयो। यसरी हामीले यो टपिक पनि कभर गर्यौँ। यसरी गर्न सकिन्छ। अब केही यो रिलेटेड क्वेसनहरू छ बुझ्नु भएको छैन भने कमेन्ट बक्स ओपन छ। आशा छ पक्कै पनि बुझ्नुभयो होला। यदि तपाईँहरूलाई हाम्रो कन्टेन्ट मन परेछ भने लाइक, सेयर, कमेन्ट पनि गर्नु होला। धन्यवाद।